बेकी र हन्टर 2000 फिट अग्लो टावरमा चढी सेल्फी र भिडियोज बनाइरहेका हुन्छन्। तर अचानक बेकीको ब्यालेन्स बिग्रिन्छ र टावरबाट तल खस्छ। उसले सेफ्टी रोप लगाएकी हुन्छ, त्यसैले बेकीलाई केही हुँदैन। तर बेकीको ब्याग जसमा उनीहरूको खानेकुराहरू थियो त्यो तल डिसमा अड्किएको हुन्छ। टावरको ल्याडर पनि स्क्रू निस्केका कारण भाँचिएको थियो, जसका कारण बेकी र हन्टर अब त्यहाँ फँसिसकेका थिए। दुवैजना आफ्नो मोबाइलबाट हेल्प माग्न कल गर्न कोसिस गर्छन्, तर 2000 फिट अग्लो टावरमा कुनै नेटवर्कले काम नै गर्दैन। त्यहाँ परसम्म पनि कोही मान्छे नै हुँदैनन् र भए पनि यति अग्लो टावरबाट कसैले उनीहरूको आवाज सुन्न नै सक्दैनथे। बेकी र हन्टरलाई अब चिन्ता हुन थालिसकेको थियो, किनकि उनीहरू त्यहाँ अब फँसिसके। टावरको टुप्पोमा एउटा बक्स हुन्छ जसमा एक फ्लेयर गन र दूरबीन हुन्छ। दिनको समयमा फ्लेयर गन चलाउनुको कुनै फाइदा नै थिएन, त्यसैले उनीहरू दूरबीनले चारैतिर हेर्न थाल्छन्, जहाँ उनीहरूले एक गाडी देख्छन्। तर गाडी धेरै टाढा हुन्छ, त्यसैले त्यसको पनि कुनै फाइदा नै हुँदैन। हन्टर अब आफ्नो मोबाइल चेक गर्न थाल्छ, जहाँ उसले तल चढ्ने बेलामा खिचेको फोटोज इन्स्टाग्राममा पोस्ट गरेकी थिए र त्यसमा थुप्रै लाइक्स अनि कमेन्ट्सहरू आएको हुन्छन्, अर्थात् तल जमिनमा नेटवर्क छ। हन्टर अब इन्स्टाग्राममा एक हेल्प मेसेज लेखी पोस्ट गर्छ र आफ्नो मोबाइललाई डोरीले बाँधी टावरबाट तल झुन्ड्याइदिन्छ, ताकि नेटवर्क आयो भने मेसेज पोस्ट होस्। धेरै बेरसम्म पनि यस्तो गर्दा नेटवर्क आउँदैन, त्यसैले हन्टर आफ्नो मोबाइललाई मोजाभित्र हालेर जुत्ताभित्र हाल्छ र जुत्तालाई तल फ्यालिदिन्छ, ताकि मेसेज पोस्ट होस् र त्यहाँ उनीहरूको मद्दतका लागि कोही आओस्। दूरबीनले हेर्ने क्रममा उनीहरूले तल एउटा मान्छेलाई देख्छन् जो मोबाइलमा कुरा गरिरहेको हुन्छ। हन्टर अर्को जुत्ता पनि तल फ्यालिदिन्छ र त्यो मान्छेले जुत्ता पनि देख्छ, तर सायद यो पहिले नै यही थियो होला भनी आफ्नो डगलाई लिएर त्यहाँबाट जान्छ। बेकी फ्लेयर गन चलाउन चाहन्थे, तर हन्टर उसलाई रोक्दै बताउँछ कि हामीले अहिले फ्लेयर गन चलाएर फाइदै छैन, रात हुन देऊ अनि चलाउला। र अब रात हुन्छ। बेकी फ्लेयर गन चलाउँछ र साथमा मोबाइलको टर्च पनि बाल्छ, ताकि कोही न कोहीले उनीहरूलाई देखोस्। तल गाडीको छेउमा कोही मान्छेहरू क्याम्पिङ गरिरहेका हुन्छन् र लक्कीली उनीहरूले बेकी र हन्टरलाई देख्छन्, तर उनीहरू मद्दत गर्न आउँदैनन्। उल्टै हन्टर र बेकी चढेर आएको गाडी चोरेर भाग्छन्, जो देखेर दुवैजना निकै निराश हुन्छन्। रात अब छिप्पिँदै थियो र दुवैजनालाई निन्द्रा लाग्न थाल्छ। ठाउँ एकदमै सानो थियो। हन्टर निन्द्रामा त्यहाँबाट झन्डै तल खस्छ, तर बेकी उसको हात समाई उसलाई बचाउँछ। बेकी हन्टरको खुट्टामा एक ट्याटु देख्छ, जहाँ लेखिएको हुन्छ 143। यो देखेर बेकी छक्क पर्छ, किनकि बेकीको हस्बेन्ड जो एक क्लाइम्बर थियो र क्लाइम्बिङको क्रममा मृत्यु भयो, ऊ बेकीलाई कोड ल्याङ्ग्वेजमा आई लभ यु भन्ने गर्थ्यो, अर्थात् 143। बेकीले थाहा पाउँछ कि उसको हस्बेन्ड र हन्टर बीच केही न केही थियो। बेकी उसलाई यसको बारेमा सोध्छ र हन्टरले पनि यो कुरा स्वीकार गर्छ। बेकीलाई कता कता नरमाइलो लाग्छ। हन्टर यसका लागि बेकीलाई सरी भन्छ। एकछिन पछिको बहसपछि दुवैजना एकअर्कालाई माफ गरिदिन्छन्। जसोतसो गरी रात सकिन्छ र अब उज्यालो हुन्छ। उनीहरूको ब्याग तल डिसमा अड्किएको हुन्छ, जहाँ उनीहरूको खाना र ड्रोन हुन्छ। जसरी पनि त्यस ब्यागलाई माथि ल्याउनै पर्छ, नत्र यिनीहरूको त्यही भोक र प्यासले मृत्यु हुनेछ। तर ब्याग ल्याउन त्यति सजिलो पनि छैन, किनकि तल जाने ल्याडर टुटिसकेको थियो। तर हन्टर एक साहसी र हिम्मतवाली केटी थिए, त्यसैले ऊ डोरीले बाँधी बिस्तारै तल जान थाल्छ। तर दुर्भाग्यवश डोरी डिससम्म पुग्दैन, त्यसैले हन्टर त्यहाँबाट जम्प गरेर डिससम्म पुग्छ। अब हन्टरसँग ब्याग छ, तर डोरी ऊबाट टाढा छ, त्यसैले हन्टर एक स्टिकको मद्दतले ब्यागलाई डोरीमा अड्काउँछ र आफू पनि डोरीमा जम्प गर्छ। तर डोरीको मद्दतले माथि चढ्न त्यति सजिलो भने छैन। हन्टर केही समयसम्म चढ्छ, तर उसको हातमा चोट लागिसकेको थियो र हन्टर त्यहाँबाट तल खस्छ। बेकी जब तल हेर्छ त हन्टर त्यही डोरीमा अड्किरहेकी थिए। बेकी आफ्नो पुरा बल लगाई हन्टरलाई माथि तान्छ, जसका कारण हन्टरको ज्यान बच्छ। अब यिनीहरूसँग ड्रोन छ, जसलाई अब मद्दतको लागि युज गर्न सक्छन्।
बेकी एक हेल्प नोट लेख्छे र त्यस नोटलाई ड्रोनसँग एट्याच गरिदिन्छे। अब उनीहरू ड्रोनलाई उडाउँछन्, तर केही बेरपछि थाहा हुन्छ कि ड्रोनको ब्याट्रीमा चार्ज कम हुन्छ। त्यसैले उनीहरू ड्रोनलाई फेरि फिर्ता गरी त्यहीँ ल्याउँछन्। अब फेरि रात हुन्छ र जब बेकी सुतिरहेकी हुन्छे त उसले टावरको टपमा एक लाइट बलिरहेको देख्छे, अर्थात् त्यहाँ करेन्ट छ। बेकी बल्ल तल त्यस टावरको टपमा चढी ड्रोनको चार्जर त्यहाँ कनेक्ट गरिदिन्छे। ड्रोन जबसम्म चार्ज हुँदैन बेकी त्यही झुन्डिरहनुपर्छ जहाँ उसलाई निकै पीडा भइरहेको हुन्छ। ड्रोन चार्ज भएपछि बेकी तल आउँछे र त्यही हेल्प नोट एट्याच गरी ड्रोनलाई एउटा घरतिर उडाउन थाल्छे। ड्रोन घरको नजिकै पुग्छ त तब त्यत्तिकैमा ड्रोन एउटा गाडीसँग ठोक्किन पुग्छ, जसका कारण यिनीहरूको अन्तिम आशा पनि निराशामा परिणत भइसकेको थियो। बेकी निकै तनावमा हुन्छे र ऊ हन्टरसँग उसको जुत्ता माग्छे ताकि ऊ आफ्नो बुबालाई मेसेज लेखी मोबाइल तल खसाली हेल्प मागु, तर हन्टर यसो गर्न मान्दिन। त्यहाँ हामीलाई थाहा हुन्छ कि वास्तवमा हन्टर त्यहाँ हुँदै हुँदिने। हन्टर तब नै मरिसकेकी थिए जब ऊ ब्याग लिन तल डिसमा गएकी थिए। हन्टरको लास त्यही डिसमा अड्किएको हुन्छ र त्यहाँ गिद्धले उसको मासु च्यातिरहेको हुन्छ। जब बेकीले हन्टर मरेको देखि तबदेखि नै उसलाई हेलुसिनेसन हुन थालेको थियो र यो सब उसको एक इमेजिनेरी थियो। बेकी अब टुटिसकेकी थिए किनकि अब उसको पनि मृत्यु निश्चित छ। बेकी आफूले गरेको सबै नराम्रो कामहरूलाई याद गर्छे र भगवानसँग माफी माग्छे। मर्नुभन्दा अगाडि ऊ आफ्नो ड्याडलाई एक मेसेज टाइप गर्छे र बडो हिम्मत गरी डोरीको सहाराले तल डिससम्म पुग्छे जहाँ हन्टरको लास थियो। बेकी आफ्नो मोबाइललाई हन्टरको जुत्ताभित्र हाली हन्टरको शरीरभित्र फिट गरिदिन्छे। बेकी हन्टरलाई सरी भन्छे, तर यो बेकीको मजबुरी थियो। वास्तवमा जब उनीहरूले पहिलो पटक मोबाइल जुत्तामा हाली तल खसाले उक्त मेसेज पोस्ट भएकै हुँदैन, किनकि यति अग्लो टावरबाट मोबाइल खसेर मोबाइल पुरै डिस्ट्रोय भएको थियो। त्यसैले बेकी यसपटक मोबाइललाई हन्टरको शरीरभित्र फिट गर्छे र तल खसाल्छे ताकि मोबाइल डिस्ट्रोय नहोस्। बेकी अब त्यही बेहोस हुन्छे र केही समयपछि रात हुन्छ। बेकीको ड्याड त्यहाँ आइपुग्छ। त्यहाँ निकै भिड हुन्छ। पुलिस बेकीको डेड बडीलाई त्यहाँबाट लैजाँदै गरेको हुन्छ, जो देखेर बेकीको ड्याड छाँगाबाट खसे जस्तै हुन्छन् र एकदमै रुन थाल्छ। आखिर आफ्नो सन्तानको माया कसलाई हुँदैन र? बेकीको ड्याड रोइरहेको हुन्छ र त्यत्तिकैमा आवाज आउँछ, ड्याड। बेकीको ड्याड आफ्नो छोरीलाई देखेर खुब खुसी हुन्छ र बेकीलाई आफ्नो अङ्गालोमा अँगाल्छ। वास्तवमा त्यो हन्टरको लास थियो, जो देखेर पुलिसले बेकीलाई रेस्क्यु गरेको हुन्छ। बेकीको धैर्यता र हिम्मतले आज उसको ज्यान बचेको छ र यसका साथै यस कहानी यही खत्म हुन्छ। आशा गर्छौँ हजुरहरूलाई यो कहानी मन पर्यो होला।